यतिको त अब माथिको झोकमा हो भने त उहिले पनि बनाउँछ नि हौ सुकमनको यतिमा मैले पत्याएको चाहिँ पुरानै मिस्त्रीमा चाहिँ जितु र हर्कमन मात्रै हो अरू त टालटुल मात्रै हो हाम्रो बडाहरू पनि राम्रो थियो हैन पछि पछि बडाहरू हिँड्नु घरमा गर्ने बडाले त हो तर काम चाहिँ मिन ढिलो सिँगान फ्याङ्ने 10 मिनट लाग्ने नफ्याङ भन्नु पनि अप्ठ्यारो त्यसले आएको सिँगान मेरो नाकमा भएको त्यसको नाकमा भएको सिँगान त्यसलाई फ्याङ्नै पऱ्यो नि काम चाहिँ पक्का है काम चाहिँ पक्का म कामबाट आएर त्यसलाई चिया चाहिँ बनाइदिनु पर्ने 10 बजी बाबालाई त्यो ठाडोपट्टि चाहिँ सबै त्यसले गरेको त यताको कोठा सब त्यसले निकालेको तर त्यो पनि उमेरमै गयो सबै उमेरमै गयो सुबास कलिलोमा के भन्नु आइनै त्यति नै लिएर आएको रहेछ त्यसले झन्डै त्योभन्दा अगाडि त म पो गएको त धन्न म चाहिँ बाँचेँ तर र पनि दबाई खाएकोले गर्दामा धेरै आराम अब त हुर्क्यो नि अब त आफै चिया खान थालेको के चिया म त डाइरेक्ट सबैलाई भनिहालेँ बरु मलाई भात मासु पर्दैन चिया चाहिँ हुनै पर्छ दबाई खाएको 1-1.5 घन्टामा त मलाई चिया चाहिहाल्यो र पनि अहिले चाहिँ धेरै ओजन गरिबस्छु त माथि साँगरको बुढीकोमा तौली बस्छ नि त त्यसले बरीले अब 4-5 केजी मात्रै रहेछ पहिलाको ओजनमा आउनु त्यहाँदेखि आयो भने चाहिँ मेरो टक्कै लिमिट पुग्ने रहेछ पहिलाको जति पहिलाकै जति नै त्यहाँदेखि त के सरिहाल्छ यहाँ सरेपछि त काँचो दाउरा अब बरलाई बगाउँ भने उसको जिउ पो हिँडाउँछ कि दाउरा पो बोक्छ कि नानीले पछ्याउँछ त्यतिकै लास्टमा आफै अब सकिन्जेल त गर्नै पर्यो नि त त्योहरूको लागि एउटा बैदार भइगयो हाल्यो अब हामीले कहाँ हामी त जन्मायो भन्नु भएन त्यो त बैदार हो त्यसको त ठुलो शब्द नै गर्नु भएको छैन हामीले त्यो पनि यहाँ भएको 30 त अन्त यतातिर भएर अलिकति ठुलो शब्द गर्दा पनि हुन्छ टिस्टाको त अलिक साह्रै छ नि मेन रोड हो कालेबुङ जाने सिलगढी जाने अन्त माथिले यस्तो गर्छ हाम्रो त्यो भोलि ल्याइन्छु ल के भन्छ पूजाको बास गर्नु गऱ्यो काम त गर्नु पर्यो है काका हो त अन्त त्यसै गोली खेल्नु पाउँछ तँलाई त्यो बुटहरू मच्चाहरू कसले ल्याइदिन्छ यहाँ शिवरात्रिको होइन ठिकै छ आजा पूजा पनि गर्नुपर्छ यो धैलो मैलोहरू पनि हटिन्छ त्यतिका हो पूजा नगरेर हो कोही लङ्गडै हुन्छ कोही बोली आउँदैन ख्यार मात्रै भइबस्छ त्यसो आज पूजा लागेको छ भने त्यसको बोली फुट्छ नि जाने पनि त होइन अहिले कति हेर्न आउनु वाक्कै लागिसक्छ आफै पनि सोच्छ होस् आफै पनि बिसुन्छ मैले त खाएर पचाइदिएँ खत्रीहरूले भन्यो अब धेर छैन रहेछ भनेको त भएको त कहाँको के पो रहेछ त अहिले अन्त पहिलाको ओजनमा आइगयो अब झन् बढ्ला कि कुनै ठेगानै छैन आँटा दिएको छ अहिले
होइन ल्याएको रासिन सामार तक्दा गयो म ओसारेँ नि आफै खानुपर्छ कसले ओसारिदिन्छ 8-9वटा त खानै पऱ्यो बिहान अन्त पो हिँड्नु पनि सक्छ सबै कुरो गर्नु साइली बुझी हेर टाउको म त भयो बेलुका हो भने त यो बाटो कहाँ हिँड्छ मान्छे ला है उताबाटै हिँड्छ नि मूलबाट नै त्यस्तो सपक्कै पारेन कहाँ यस्तोमा छोडेको कानको चेपचेपमा सपक्कै केटीहरू भएर त के यस्तो सपक्कै पारेन अब त्यो मूलबाटोमा उभियो भने त अब मान्छे त गयो नि अब साथु त भए पनि तिमीलाई अब हेर्नेले हेर्छ नि तिमीले हेर्नुपर्छ र अन्त तिमीलाई बेगछाक मजाले खुवाउनु लानु भनेको त्यतिकै भइसक्यो यहाँ म बिमार जिब्रै भित्र पस्ने हिसाबले अस्ति त आएको थिएन अरे छ्यामा सुन्तला पनि दिए माया गर्छ नि छ्यामाले यसरी माया त गर्नुपर्छ त कति दिन हो र अब यो घर पनि